हजुर नमस्ते। हामी राज्यको संवेदनशील क्षेत्रभित्र श्रम गर्ने श्रमजीवी हेर्नुहोस्, राज्यले भन्छ राज्यको संवेदनशील क्षेत्रभित्र श्रम गर्ने श्रमजीवी तपाईँहरू भेटिनु हुँदैन, पेलिनु हुँदैन भनेर भन्छ। तर यहाँ हामीलाई समाजले हेर्ने दृष्टिकोण भनेपछि यतिसम्म नकारात्मक र नेगेटिभ छ कि हेर्नुहोस्, अब पुरै नबुझ्नु। सँगसँगै अब हामी पनि केही कुराहरूमा त अलिअलि कमजोरी छ होला, तर हेर्नुहोस् यो राज्यको संवेदनशील क्षेत्रभित्र श्रम गर्ने आम श्रमिकहरूको कमजोरी नभए चाहिँ कुन चाहिँ क्षेत्रमा छ त? कुनै पनि क्षेत्रमा छैन होला। हेर्नुहोस्, हरेक क्षेत्रमा हरेक व्यक्तित्वहरू सबै ठाउँमा पोस्ट त छैनन् पक्कै पनि, तर पनि सबैभन्दा भए गुज्रेको साक्षरता पनि नभएका अशिक्षित संयन्त्रहरू रहेका क्षेत्र भनेको चाहिँ राज्यको संवेदनशील क्षेत्रभित्र श्रम गर्ने चालकहरू हेर्नुहोस्। अब यहाँ राज्यले संवेदनशील क्षेत्र सवारी सडक भनेर चाहिँ बिल्ला चाहिँ भिराएको छ, तर वर्गीकरण चाहिँ गरेको छैन। हेर्नुहोस्, यसमा वर्गीकरण हुनैपर्छ। हेर्नुहोस्, अब हामी ट्रक अथवा बस चालकहरू हामीले आम समाजलाई हरेक तवरले सहजीकरण गरेका छौँ। हेर्नु सक्ने जति चाहिँ, अब नसकिने त कसरी गर्न सकिन्छ र कसले चाहिँ गरेका छन् त? हेर्नुहोस्, यहाँ अब राज्य नेतृत्व गर्न गएका राजनीतिज्ञहरूले त हरेक व्यक्तित्वको मनोभावना अनुरूप राजनीति गरेका छैनन्। अब हामी त एउटा राज्यको परिवेष्टित राज्यको संवेदनशील क्षेत्रभित्र रहेर मात्र श्रम गर्ने श्रमजीवी हौँ। अब यहाँ श्रमजीवीको नाममा चाहिँ हरेक पटक राज्यमा ठुलै उथलपुथल भएको हामीलाई राम्रो महसुस छ। हेर्नुहोस्, तैपनि अझै पनि यो राज्यभित्र हामी श्रमजीवीको नेतृत्व गर्छौँ, हामी श्रमजीवी हौँ भन्ने व्यक्तित्वहरू राजनीतिक छत्र छाएर राजनीतिक पगडी उडेर अझै पनि हामी जस्ता श्रमिकहरूलाई झुटो आश्वासन देखाएर आफ्नो स्वार्थमा लिप्त भएको हामी देखिरहेका छौँ। तर यसमा आम श्रमजीवीहरू एक हुनुहोस् कि सत्य तथ्य आवाज गर्नुहोस्, सत्य तथ्य अधिकार माग्नुहोस् र हरेक व्यक्तित्वहरूलाई हरेक राजनीतिक नेतृत्वहरूलाई हामीले चाह्यौँ भने जतिखेर पनि चुनौतीका साथ हामीले चाहिँ औँलो खडा गरेर चाहिँ हामीले असहज परिस्थितिहरू सिर्जना गर्न सक्छौँ। सँगै यातायात व्यवसायहरू हेर्नुहोस्, राज्यको ठुलै अर्थतन्त्रहरू ओगटेर बसेको यातायात व्यवसायीहरू पनि हुनुहुन्छ। हामी त श्रमिक हौँ। अब यहाँ राज्यको ठुलै अर्थतन्त्रहरू ओगटेर बसेका यातायात व्यवसायीहरू पनि अलिकति सिरियसली भइदिनुहोस्। हेर्नुहोस्, किनकि राज्यको संवेदनशील क्षेत्रभित्र तपाईँहरूले लगानी गर्नुभएको छ, तपाईँहरूको लगानीलाई सेक्युर गर्नुपर्ने राज्यको पनि जिम्मेवारी हो। हेर्नुहोस्, अब राज्यले के चाहिँ सेक्युर गरेको त? न राज्यले कुनै सहजीकरण गरिदिएको छ, न कुनै भाडा दर कार्यान्वयन गरिदिएको छ। होला यहाँ बसको लागि हरेक ठाउँको चाहिँ भाडाहरू कार्यान्वयन भएको होलान्। अब ट्रक ढुवानी गर्ने सवारी साधनको भाडाको दर हेर्नुहुन्छ भनेदेखि कुनै पनि एङ्गलबाट र कुनै पनि तवरले सही छँदै छैन। हेर्नुहोस्, आज करोडौँको गाडी किनेर अथवा चाहिँ लाखौँको गाडी किनेर चाहिँ हरेक यातायात व्यवसायीहरू बिर्सिएका छन्। यहाँ यतातिर पनि नसक्ने खालको चाहिँ परिस्थिति सिर्जना छ। हेर्नुहोस्, अब त्यो असार साउनको कुराहरू मात्रै होइन। हेर्नुहोस्, राज्यमा रहेर राज्यमा बसेर व्यवसाय गर्छु भन्ने व्यवसाय हिसाबले लगानी गरेका व्यक्तित्वहरूको पनि लगानीको सुरक्षित भन्ने कुरो छँदै छैन। अब यहाँ हरेक व्यक्तित्वले भन्छन् परिवेष्टिक राष्ट्रको संवेदनशील क्षेत्र सवारी र सडकमा जतिको नियम र नीति नभएको चाहिँ क्षेत्र काहीँ पनि छँदै छैन। यहाँ भयो भनेदेखि ठुलो कुरा गऱ्यो भन्छ। अब ठुलो कुरा मेरो आवश्यकता त होइन व्यवसायीहरूको चाहिँ विषयमा आवाज गर्नुपर्ने, तर यहाँ हरेक टुक्रे व्यवसायीहरूलाई एउटा चाहिँ अन्धकारमा उडेको कौवाला जसरी अथवा चाहिँ कुहिरोमा उडेको कौवाला जसरी हरेक अफवाहहरू फैलाएर चाहिँ यहाँ चाहिँ व्यक्तिगत
स्वार्थमा चाहिँ लिप्त लागेको हामीले देखिरहेका छौँ। प्लिज यस्ता खालको क्रियाकलापहरू नहोस्। हामी भन्छौँ कि हरेक व्यक्तित्वहरूले सोच्नुहोस्, यो राज्य प्रतिष्ठित राज्य हो। यो राज्यमा हरेक लगानीकर्ताहरूको लगानीलाई सुरक्षित गर्दै राज्यको संवेदनशील क्षेत्रभित्र श्रम गर्ने श्रमजीवीलाई पनि वर्गीकरण गरेर चाहिँ सेवा सुविधा दिनुपर्छ भन्दै बिदा हुन्छु। हस्त नमस्ते नमस्ते नमस्ते। जय देश जय नेपाल जय स्वतन्त्र श्रमजीवी हामी।